हेलो गाइस, गुड इभिनिङ, नमस्कार सबैजनालाई। वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म जान लाग्छु चण्डीगढ टु हरियाणा। अब म भाइ पनि पुग्न लागेको छु। भाइ पनि पुगेर यहाँबाट निस्किने हो हरियाणाको लागि। हरियाणा धेरै मतलब हरियाणा हाम्रो चण्डीगढबाट 15-20 किलोमिटर पार भएपछि लागिहाल्छ हरियाणा। म धेरै टाढा त होइन, 70 किलोमिटर जान लाग्छु यहाँबाट होइन। अरू आज हेरौँ दूरी कति छ। अब म 3-4 दिनबाट ब्लग आएको छैन, त्यसको कारण यो थियो किनकि दूरी बस्दै लागिरहेको थियो होइन बाटोमा। त्यही भएर बाटोमा धेरै फोकस गर्नुपर्ने थियो, त्यही भएर ब्लग बनाएँ होइन मैले। अरू आज चाहिँ दूरी कम छ। म भाइ पनि पुगिसकेको छु। त्यहाँ भाइ छन्, अब भाइसँग भेटघाट गराएर अब हिँडौँला हामी हरियाणाको लागि। यता अब लोक खोल्दैछन् यो मान्छे। अब हेर किथे जाँदा पाँच त हेलो अब आज 1 बजिसकेको छ हामीलाई। 1 यहीँ बजिगएको छ। नहीं मार्ना नि। अब गाइज अब एकछिन खासो पनि लागिरहेको छ, बाटोमा गएर भेटौँला है। गाइज हामी पुगिसकेका छौँ जिरकपुर। यहाँबाट जान्छ दिल्ली, करनाल, हरियाणा, अरू सोनीपत, पानीपत, मेरठ। अरू गाइज हाम्रो नेपालको लागि पनि बाटो यहीँ हो। अलि पछाडितिर फेरि हाम्रो नेपाल जाने गाडी पनि पाइन्छ। यो कहाँ यत्रोमा भुसा लिएर हिँड्छन् यहाँको ट्र्याक्टर हेरेको। ट्र्याक्टरको के हाल बनाएर राखेको हुन्छ नि उनीहरूले। ट्र्याक्टर बनाइदिन्छन् यिनीहरूले। हाल देखाउँछ यिनीहरूले पुरै बाटो घेरे हुन्छन् यार। एमजी हेर्नुहोस् है, ट्र्याक्टर हो त्यो गाइज। हाम्रो नेपालमा यत्रो लोड गरेर हिँड्नुपर्छ। आज किन खासो लागेको छ। अब यहाँ स्याउली बजार कहाँ हो? स्याउली बजार भन्ने पुगिजान्छौँ। यो हो गाइस दिल्ली हाइवे। और यहाँबाट यो बाटोमा चाहिँ राम्रो होटलहरू छन् नि। और भसै महँगा होटल छन् यता त यार खानेहरूको। भेरी गुड यस्ता मान्छे हुन्छन् ठोकिने। गाइज अब अम्बाला पुगेपछि तपाईँलाई अम्बाला देखाउँछु। अब चाहिँ अलिकति हामीले गाना सुन्ने हो, गाना सुन्दै जाने हो, रमाइलो गर्दै। हाम्रो अमर बाबुजी कता छन् आजकल? ब्लग हाल्दैनन्, तिनलाई ट्याग गरेर हाल्न पर्ला आज ब्लग। सो गाइज अब हामी चाहिँ अम्बाला पुग्न लागेका थियौँ। अब गाइज गाडीको सामान भेटेको, मलाई गाडीको सामान किन्छु यहाँबाट। के छ के छैन हेर्छु है। मस्त चिज छन् ओड्डा लगाउने हो र यो के नहीं, यो त बहुत गाडी गन्दा गर्छ ओड्डा। कपडा किन गाइज। हामीले गाडीको सामान किन्ने ल्याछौँ। एउटा त फोन होल्डर किने, अरू एउटा इन्डियाको फ्ल्याग किनेको छु, 2टा सिसा किनेको छु, अरू 2टा कपडा किनेको छु। अनि के किनेको छु थाहै छैन कि। एउटा हाम्रो मिस्टर बाबु नमस्कारमा चाहिँ के हुन्छ नि कलौटी। गाइज अब हामी अम्बाला पुगेका छौँ। यहाँबाट अब हामी राइट साइड हुने, किनकि सिधा बाटो जान्छ दिल्ली। कहीँ नन स्टप नरोकेर सिधा जान्छ दिल्ली। हामी दिल्ली जाने होइन, हामी जाने लोटा भन्ने ठाउँमा। सो फाइनली गाइज हामी चाहिँ अब क्याथल रोडमा आइया छौँ। यहाँबाट हाम्रो डेस्टिनेसन होला धेरैभन्दा धेरै 20 किलोमिटर। अब मैले सामान ल्याएँ हेर्नु है। यो होल्डर ल्याएको छु, एउटा त्यो झन्डा छ, एउटा बाहिर त्यो साइड मिररमा सानो मिरर हुन्छ त्यो ल्याएको छु। एन्ड गाडी साफ गर्नलाई कुलेन ल्याएको छु, अलिकति सेन्ट ल्याएको छु। जस्तो गाडी भयो भने खुसबु आउँछ यो क्या। अरे यो मान्छेलाई ल्याएको छु मैले।
ल्याउने त भइसक्यो व्हील कभर ल्याउने भने यार कहिले पाइँदै पाइँदैन यसको 16 इन्चको टायर छ नयाँ पिकअप हो क्या अब नेपालतिर छ कि छैन त्यो थाहा छैन नेपालमा यो पिकअपै भित्र राखेन अझै छिटछिटो जाला उहाँ पनि नेपालमा चाहिँ त्यो अनि अब त्यो व्हील कभर खोज्छौँ भेट्टिँदैन अगर एक फेर व्हील कभर भेटियोस् नि बास फेर हाम्रो गाडीको मोडिफिकेसन पुरा भइहाल्छ क्या यो बाँकी भित्रबाट त कोही कमी छोडेको छैन हेर्नुहोस् बाहिर अलिकति रहेछ 2-3टा स्टिकर लगाउँछ नि स्टिकर यो के हो भट्टा यो हरियो यहाँबाट त यस्तो सिधा बाटो छ यहाँबाट हरिद्वार पनि जान्छ यो बाटो अरू राजस्थान पनि जान्छ नि राजस्थान पनि जान्छ लेकिन यो बाटो पनि तबाट भस्सै निक लाग्छ किनकि सिधा छ केही गियर चेन्ज गर्नु पर्दैन ब्रेक मार्नु पर्दैन अहिले अगाडि त बाटो साटो बाँध्नु लाग्थ्यो त्यसको त थाहा छैन बनिरहेछ कि नै अरू मित्र हरियो टोपी हाम्रो उस्तादजीले त के लगाउँछन् खै एउटा हाम्रो अर्को उस्तादजी कता छ दिल्ली घुमिरहेछ हाम्रो साउ कहाँ थियो त्यसको मोज छ कहिले कहाँ घुम्छ म पनि अब गाइज 1 तारिकको नेपाल जान लाग्छु मतलब नेपालको माघको 20-22 गते वहाँ पुगिजान्छु म फेरि नेपालको ब्लग पनि देखाउँछु तपाईँहरूलाई नेपाल हाम्रो गाउँ ओले ब्रेकर चलो गाइज अब फारममा गएर भेटौँला फारममा त के भेटेन त्यहाँ त काम गर्नु भइहाल्छ फेरि फर्किने बेला पनि भेट्छु तपाईँहरूसँग अब गाइज हामी चाय खायौँ किनकि वहाँ पुगेर पनि मैले बनाइनँ फर्किने बेला पनि अब ढिलो भइहाल्यो थियौँ 5 बजिरहेको छ त्यो भएर बनाइनँ अब यहाँ अम्बाला फेरि पुगेर चाय खाएर फेरि वापसी अब बाटोमा लागेको छौँ त्यही अब यो दिल्ली चण्डीगढ रोड अब चाहिँ चण्डीगढ जाने काम गर्ने लास्टमा फेरि एक ब्लग बनाउनु पर्ला अहिले त हुन्न क्या सायद किनकि ढिलो भइरहेको छ एउटा मान्छेले भस्छ कि आत्तुरी गर्छ यो मान्छेले कमल भन्ने छ त्यहाँ फोनमा फोन गरे हुन्छ त्यहाँ पनि पुगेर बल्ल ढुक्क भइन्छ अब गाइज अब हामी निक्लिन्छौँ अब गाइज हामीहरू भइसकेका छौँ बेला भनेपछि फेरि गाडी खाली भइसकेको छ अब हामी जान लाग्छौँ मटर राज चिकन भन्ने ठाउँमा त्यहाँ फेरि अगर हाम्रो केटाहरू भएछ अहिले भेटाउँछु नभएपछि लोग्थ्यो होइन अर्को मेरो भाइले भिडियो बनाइरहेछन् आजकल किन हो के हो बोल्दै नि यो कारालाई के हो भने क्या हो गया फेरि किच्चे बाबा हेर किच्चे बाबा क्या हाल है बाबे और जोर नाल बोल पंजाबी हिंदी नेपाली सब ठोक दियो यार तो हिंदी नेपाली बोला ना अलि जोरसित बोला क्या भात खाएर आएको छैन और के दुख्छ रे हमको भी पता है बाबा यो हाम्रो भाइलाई नि हाम्रो भाइ यहाँको सरकार हुन् यो बाटो बनाऊ भन्छन् बाटो बनाउँदै बनाउँदैन यिनले खै के हो बजेट परेमा हामीले 50-60 हजार च्यादर यो त अस्ति लगाएर छोडिदिउँ अहिले हेर मैले गाडी कति क्या गाडी यहाँ दान गरिदिएँ मन्दिरमा अहिले हेर आफूबाट बोल्याएर हिँड्ने छ अर्कालाई कार दिएको छ कि थार अब गाइज हामी जान लाग्छौँ मटर गएर फेरि साउजीले पैसा दिन्छन् कि नै त्यो 3-4 दिन लड्काइदेला न होला फेरि भैया पैसा गर्ने होला फेरि हो यो बाटो हो क्या यिनको ठेक्कामा छ यो बाटो बनाउनु पैसा मात्रै खाइदिन्छन् सरकारको यिनले चोर्या मान्छे छन् बस्छ कि यिनी त तिमीले बनाउनु चाहिँ हेर्नु भाइ ठुलो गर हो ढगल माटो साटो हाल ट्र्याक्टरहरू कति आइरहेछन् यस्तो ट्र्याक्टरबाट मगाऊ यार यत्रो पैसा लाखौँ रुपियाँ खाइदिन्छौ के भएको छ
मैले त्यसको नाम के त्यसको भिडियोस त्यसको बारेमा सानो बोलाउनु अहिले बोल न भाइ यार त्यो बाटोमा केराकुरी खेलाउन लाग्छ तैँले यार भाइ अब धर्मी मान्छे नि तिमी जस्तो पापी थोडी हो नि। यो गाइज हाम्रो मिनी खोला के भन्छ कहाँको खोला कालो खोला नै रोकिया छैन यो पनि जाकिरहन्छ कस्तो रे गाइस गाईको मुद म किन खामला यार कमाल गर्छ तिमीले यार गाईको मुद किन खाने भाइ तिमीले चाहिँ पण्डित जस्तो गर्न लाग्यो कि गौमूत्र पियो जिन्दगी सफल होगा भन्ने जस्तो गर्न लाग्यो तिमी त किन पिया के रोग लाग्यो यार लामो सामो मलाई थाहा छैन हजुर यो गाईको मुद सुद चाहिँ खाइन्न आफूले लामो चोक के हेर्छस् मुला ल बाबे सो गाइस यो हाम्रो चण्डीगढको बाटो चण्डीगढ लेक मिनी लेक भन्छ नि यहाँ त्यहाँको अहिले बिहारीलाई ठोकिदिन्छ लेक भन्दा अब हेर्नुहोस् गाइस हाम्रो बाटो चाहिँ यस्तो हुनु चाहियो कि नेपालमा पनि बाटो यस्तो भए त यहाँ इन्डिया छोडिदिन्छु मैले इन्डियामा नेपाल गएर गाडी चलाउँछु के गर्ने विशाल गएर सरकार बनाएको के गर्छन् नेपालमा यस्तो बाटो हुने त जाततिर मैले त ट्र्याक्टर किने हुन्छ ट्र्याक्टर चलाउनु कति मान्छे ठोकिन्छ यहाँ गर्नु बेला पुरै त्यो गाई पनि लाग्छ यहाँ यस्तो बाटो बनाएस् त कहाँ मान्छे रुक्ला नि त चल भाइ पेला पेल मैले मोदीजीलाई भेटेपछि एउटा कुकुर काटी पनि खुवाउनु भनेको छ नेपालको को मोदीलाई नेपालको यार केपी भाग के होती पर्सेंटेज की केपी ओली मारेंगे ढेल में गोली समझते नहीं है बात वो कहाँ आया शिकारी शेर शिकारी गाड़ी शिकार कर रहा है नहीं गोली खुला छोड़ दिया था गाइस गोल चक्कर हेर्ने हो गोल चक्कर इन्डियाको भन्दा पहिले ब्रेकर हेर है ब्रेकर यसले ढक्का 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 मजा आ गया यार यो ब्लग हो गए ब्लग हो गए हामीले कहिले नेपाली बोल्छौँ कहिले हिन्दी बोल्छौँ झन् सबलाई मजा आउँछ इन्डियन नेपाली सबलाई मजा आउँछ त्यही भएर हामीले सब मिक्स गरिदिन्छौँ बिहारी बोलौँ कहाँ करीबा हो भैया दाल भात खावा हो दाल भात खाए पाद मार के जाए काम पे नहीं जाएगा ये साथ केटी चाहिँ दामी देखिन्छन् क्या बिहानतिर त के गर्ने रातिको काम छ एकदम त बिहान केटी बेला हेर्दै बस्दै गर्थेँ म त के नेपाली केटीहरूले पाल्दिन्न न के तिमीहरूलाई म खोजिदिन्छु एउटा बिहारी नि बन्दरको सन्जु त नाक्चो टोरे म गरे अस्तिको लक खोल्दा थियो अस्ति गरे ल गाइज अब मोटर गरेर भेटौँ ल गाइज अब हामी पुगिसकेका छौँ मोटर अब हेरौँ उहाँ केटाहरू छन् कि नै केटाहरू भएछ अहिले एउटा सवाल पुछेका हुन्छ उहाँ यो के आइरहेछ क्यामेरा अगाडि 2 लाख र क्यामेरा भड्डा 2 लाख र क्यामेरा गएर 2 रुपियाँ चराउँछ कुरा गर्दा है अब यताबाट सडकको भित्र पसेर फरक जीवनमा ओहो गाइस मान्छेहरूको गाना कमेडी मात्र बनाउँछ ए भेना कति दिदीको रोटी मात्रै खान्छ कहिले त सालीको रोटी खान्छ यो गाइस हो मोटर हैन मोटर त पुग्यौँ लेकिन यहाँ मोटरमा मान्छे बडा बेकार छन् आफ्नै मान्छे पनि बेकार छन् बस सबै इन्की भर्ती त ल गाइस अब चाहिँ वहाँ पुग्न लाग्छु अब वहाँ गएर केटा भएपछि ठ्याक्क भिडियो बनाउँछु है चाहिँ गाइस म निक्लिसकेँ घरको लागि किनकि मोटरमा कोही केटाहरू भेटेनन् त्यहाँदेखि अब घरको सामान लगेर दोकानको हाम्रो दोकान त सानोतिनो
दोकानको सामान लगेर म घरतिर हिँड्दै। अब घर ठ्याक्कै घर पुगेपछि तपाईँलाई घरको पार्किङ पनि देखाउँछु है, पार्किङ कहाँ छ भनेर, गाडी कहाँ उम्रिन्छ। सो फाइनली गाइस अब म पुगिसकेँ घरको बाटोमा किन घरै पुग्यो मानौँ। अब गाडी उमाउनु ठाउँ छ यहाँ, यतिनो कार लागेका छन्। गल्लीमा अब भित्र जानुपर्छ, यो ठ्याक्कै घर जाने बाटो हाम्रो। अनि हाम्रो म्याडमजी उतातिर उम्या छन् अहिले हेर्नलाई, दोकानको सामान ल्याउनलाई। देखो मैडम क्या हाल है? Oh wow! दोकानको सामान ल्याउनलाई बोलायो गाइस। अरू भिडियो यहीँ एन्ड गरौँ होइन, आजको लागि यति थियो। अरू भिडियो राम्रो लाग्यो लाइक गर्नु, सेयर गर्नु, अरू सब्सक्राइब गर्नु जरुर है गाइस। ल टाटा बाई बाई।